यसमा तपाईँको चना भटमास मह चिनी बच्चालाई खुवाउने सर्ल्याक्स दुध हुन्छ नि त्यो मिठै रहेछ मैले खाएँ भुटेर पिसेर त्यसको भुट फ्याँकेर आफूले बनाएको कृत्रिम आहार चिनी चास्नीबाट चाहिँ मान्छेलाई भ्रम छ चिनी खुवाएको मह हो भन्ने हुन्छ चिनी चाहनी तपाईँ यो परिवेशमा पनि खुवाइन्छ कि जब कि बाहिरी चरणमा चाहिँ खानेकुरा नभएको बेलामा उनीहरूलाई बचाउनुको लागि मात्रै खुवाउने र यो कृत्रिम आहार भनेको तपाईँको यसले पोलनको काम गर्छ मतलब माउरीको रानुलाई चाहिँ हिटमा ल्याएर अन्डा बढी पार्न चाहिँ प्रोत्साहित गर्छ भनेर चाहिँ यो कृत्रिम आहार बनाएको यो हामीले बनाएको जस्तो माउरीले बाहिरबाट खुट्टामा कुट बोकेर ल्याउँछ नि त्यो कुट अहिले पाइँदैन नपाइने अवस्थामा चाहिँ हामी आफूले यो बनाएर राखिसके उनीहरूलाई अब जाडो छ बाहिर चरणमा पुष्परसहरू छैनन् अब उनीहरूलाई चाहिँ खाद्य तत्त्वको कम नहोस् र मौरीको रानो तन्दुरुस्ती होस् भन्ने हिसाब किताबले यो बनाएको करिब यो 1 केजी किन्दाखेरि तपाईँको 2000 रुपियाँ केजी पर्छ हामीले अरूले तयार गरेको अब यो एक बाल्टी 25 केजी थियो तयारी 25 केजी भनेको 50,000 को हो यो कति दिनलाई पुर्याउनुहुन्छ यो करिब यो पुसको महिनाको यिनीहरूको जाडो महिना फेक्छ यो सबै घरमा थोरै पित्त राख्ने यही नै हो अब चिनी चाहनी दिने चाहिँ डुँड हुन्छ हजुरलाई याद होला होइन डुँड भएको पनि म देखाउँछु होइन चिनी चाहनी दिने चाहिँ यसलाई चाहिँ अब डुँडमा हालेर दिनु परेन माथिबाट लगाइदिनु हुन्छ डुँडमा हालेको पनि हजुरलाई म यहाँ देखाउँछु हजुरले हेर्नुहोस् चिनी चाहनी दिनु भएको चाहिँ यो यो बोरा लगाएको चाहिँ जाडोलाई छेक्नको लागि चिनी चाहनी दिनु पानीको झोल चिनी पानी झोल चिनी पानी तपाईँको आधी चिनी आधी पानी मिसाड गरेर चाहिँ अनि लिक्विड बनाएर बाक्लो लिक्विड बनाएर यसमा हालेर दिइसकेपछि हामी खान्छौँ यो राखिदिइसकेपछि यिनीहरूलाई चाहिँ कृत्रिम आहारको परिपूर्ति भयो खाइरहन्छ नि यो एक हप्तालाई पुग्यो यो एकचोटि राखिदिएपछि भोलि बिग्रिँदैन यो मसहित यो ढिलो केले बनायो भने महले बनाएको हो महले बनाएको चिनी होइन कि मह नै महले बनाएको हो यिनीहरूले कृत्रिम आहार तयार गरेको हो यो सबै घार भनेको यही हो घार भनेको एकपल्ट यो घार झिक्नु छ घारमा कस्तो हुन्छ घारमा अनि यो घारलाई चाहिँ पछि झिक्दा तपाईँले हल्लाएर झिक्ने होइन अब तपाईँलाई कतिपयले मौरी दिँदाखेरि यो एक फ्रेम मौरी भनेर दिन्छ यो एक फ्रेम मौरी होइन त्यो भरि हुनुपर्छ यो तल्लो तार चाहिँ पुरा यो चाकाले ढाकेको हुनुपर्छ तपाईँले किनेको मौरी अब तपाईँ कृषक हुनुहुन्छ तपाईँ कृषकलाई चाहिँ एक फ्रेम मौरी यो दियो भने ठुलो दिनले ठुलो पार गरे हुन्छ जब कि तपाईँले मिनिमम पनि यहाँ म देखाउँछु हजुरलाई यो विभाजन गरेको बेला हो हजुरलाई म देखाउँछु सायद फुलफिल पनि यहाँ छन् मिनिमम पनि यति चाका हुनुपर्छ मिनिमम पनि तपाईँले मौरी किन्दाखेरि यति फुलफिल भएको चाका चाहिँ हुनुपर्छ यो भरि नै लाग्यो म जब कि अब तपाईँहरूले मह किन्दाखेरि बजारमा कतिपय अमिलो मह पर्छ त्यो नटालेको मह यो जुन कोष नटालेको मह छ नि यो मह प्रशोधन नगरेको मह हो जब कि यो कोष टालिसकेको मह चाहिँ प्रशोधन गरेको मह हो पुष्प रसमा भएको पुष्परस 80% पानीको मात्रा 20% मात्रै महको मात्रा भएकोलाई ल्याएर यहाँ फिल्टर गरेर प्रशोधन गरिसकेपछि ठिक उल्टो 80% मह 20% पानीको मात्रा छ यसमा भनेपछि अनि उसले बिर्को लगाइदिन्छ उसैले कभरिङ गरिदिन्छ यो चाहिँ कभरिङ गरे होइन प्रशोधन गर्दैछ मौरी राति पनि सुत्दैन राति पनि काम गर्छ मौरी जति सङ्घर्षशील हामी मानव हुने किन यो दुनियाँमा चाहिँ यो समस्या हुन्छ र होइन र यिनीहरू यति सङ्घर्ष गर्छ यति कसरत गर्छ यो कुरा गरेर साध्नै छैन यिनीहरूको जीवन चक्र अब यो भन्नुपर्ने कुराहरू धेरै नै हुन्छन् तर यो सर्ट टाइममा अलिकति मौरी धेरै थरीको हुन्छ होइन कर्मी मौरी कर्मी मौरी रानी मौरी भाले मौरी त्यो चलाइरहनु भएको एउटा फोटो खिचौँ म तपाईँलाई देखाउँछु अर्को पनि देखाउँछु देऊ न केही फरक छैन तपाईँले यहाँनिर चलाइदिनु यहाँनिरको गर्नु अनि उता पछाडि पनि देखिन्छ अब यो 8 फ्रेम छ यसमा बुझ्नुभयो नि अब तपाईँले किन्दाखेरि त्यो 10 फ्रेम भयो 1 2 3 4 5 6 7 8 9 10
10 फ्रेम फुलफिल भएको मौरी र एउटा चिनी घार किन्नु भने तपाईँलाई 17,000 रुपियाँ पर्छ 100% चिनीको यो 21को घार हो चिनीको फ्रेम हो 10 फ्रेम मौरी 21,000 15,000 रुपियाँ पर्छ 21को बक्सालाई अब जब कि अब यो कृत्रिममा आएर गएछ यिनीहरूले मजासँग बसेर खाइरहेको छ किनकि जाडोमा यिनीहरूको उत्पादन घट्छ बचाउने उपाय मात्रै हो योभन्दा माथि अर्को एक लेयर हुन्छ एक लेयर पनि हालिन्छ होइन त्यो चाहिँ कस्तो यो चाका भरिसकेपछि हालियो यसमा चाहिँ यो छाउरा कक्ष हो सर जनसङ्ख्या वृद्धि गर्ने कक्ष मात्रै हो यो होइन सुपर कक्षमा चाहिँ तपाईँको मह मात्रै हालेको हुन्छ त्यहाँ भएको मह चाहिँ मह मदानीमा हालेर निकाल्नलाई धेरै सहज हुन्छ अन्डा लार्वा प्युपा भएको चाका नोक्सान हुँदैन त्यो कारणले गर्दा सुपर दिएको परम्परागत घारबाट चाहिँ आधुनिक घारमा चाहिँ मौरी पाल्नुको फाइदा त्यो पनि जस्तो अहिले हामीले म निकाल्दा यस्तो निकाल्छौँ कि सुपरको मात्रै सुपरको सुपरको मात्रै सुपरको मात्रै यो तलको जति भएको मह उनीहरूलाई नै आफैलाई चाहिन्छ आफैले प्रशोधन गर्छ करिब आफ्नो एक गोला मौरीलाई मजबुत गर्नुको लागि चाहिँ वार्षिक 15 केजीमा उनीहरूको घर हपतलाई चाहिन्छ म त जाम न होइन, मैले एउटा मात्रै फोटो खिच्नु खोजेँ क्या तपाईँले एउटा निकालेर देखाइदिनु एउटा फोटो ए मालपट्टि साइडमा उसरी मिल्दैन पछाडि घाँस सबै छोप्थ्यो क्या यतापट्टि बस्दैन तपाईँ यतापट्टि मौरीलाई अलि वरा हुन्छ हाम्रो छाया पऱ्यो ल बडा गजब छ हल्का राख्नु थाल्नु भयो पोजिसनमा ठिक यसमा कति जति होला त सर हजुर माको महको के अरे यो मौरीको गन्ती हुन्छ त होइन अनुमानित वैज्ञानिक भाषाले काउन्टिङ हुन्छ सर होइन तर हामीले काउन्टिङ गर्न हामीसँग त्यो टेक्नोलोजी छैन तैपनि एउटा मजबुत गोलामा सरदर 25,000 मौरी हुन्छ भन्ने वैज्ञानिकहरूको प्राविधिक भाषा चाहिँ त्यो छ 25,000 अनि यसले कति बढाउँछ वार्षिक अथवा राम्रो तरिकाको चरण भयो भने यसले एक गोला मौरीबाट वर्षको तपाईँको 7 गोला मौरी चाहिँ उत्पादन गर्न सकिन्छ 7 गोला भनेको एक गोला मौरीबाट मौरी यो त भित्र छिर्नु पाएन नि तपाईँले होइन होइन सर त्यतिको जान्छ अनि वार्षिक तपाईँको हामीलाई मह बेचेर भन्दा मौरी बेचेर हामीलाई बेनिफिट हुन्छ हामी मह भन्दा नि मौरी बढी बेच्छौँ सिजन भयो भने एक गोला मौरी वर्षको 7 गोला मौरी निकाल्छ 7 चौको 28,000 30,000 रुपियाँमा हामीले एक गोला मौरी बेचेर चाहिँ मिल्छ अब मह उत्पादन गर्दाखेरि समय अनुकूल मिल्यो प्रकृतिले साथ दियो भने एक गोलाबाट चाहिँ 18-20,000 रुपियाँभन्दा मह उत्पादन हुँदैन वर्षमा वर्षमा अनि यो एउटा छ नि पुरानो चलन हरेकमा राजा रानी हुन्छ के हो रानो हुन्छ बेच्ने त्यहीसँगै बेच्ने हो रानो तपाईँले मसँग मौरी किन्नुभयो भने तपाईँले रानो सहित लानुपर्छ बिना रानो भनेको त्यो गोला निरीक्षण गर्ने एउटा हाम्रो राष्ट्रको प्रधानमन्त्री भनौँ न अहिले र जनसङ्ख्या वृद्धि गर्ने पनि अन्डा पार्ने जनसङ्ख्या वृद्धि गर्ने त्यही अन्डाले पारेको फुलबाट मात्रै हो अरू कर्मी मौरीले चाहिँ पुष्परस ल्याउने कोष सफा गर्ने अनि लिटो हुने बच्चालाई होइन भएका पुष्परस ल्याउने त्यहाँ घरमा भएको फोहोर आफूहरूले चाहिँ अब बाहिर लगेर फाल्न सक्नेसम्म आफूले लिएर फाल्ने कर्मी मौरीको काम हुन्छ रानो कर्मी मौरीले अन्डा पार्दैन जब यो हरेकमा छ त्यसो भए प्रत्येकमा छ त्यो बिना सम्भव छैन मौरीले अन्डा कुन अवस्थामा पार्छ भने त्यो गोलामा रानो छैन भने रानोले खाने रोयल जेली कर्मी मौरी शाही खुराक भनेको जन्मेको कर्मी मौरीको 6 दिन जन्मिसकेको 6 दिनभित्रको चाहिँ कर्मी मौरीको शिरबाट निक्लेको पसिनालाई रोयल जेली भन्छ त्यही रोयल जेली रानीले खाएर अन्डा पाइने ठाउँमा रानो नभएर कर्मी मौरीले खाइसकेपछि 82 अन्डा पार्छ 82 अन्डा पारेर जन्मेको मौरी भाले मात्रै जन्मिन्छ ल जाउँ गफर जाउँ अनि हजुरले कसरी सुरुवात गर्नु लाग्नु हो के छ अब जाउँ अब मेरो के छ भन्नु भने मेरो अब हजुर पुरानो घर यही हो ए ल मेरो जीवनमा 3वटा गुरु हुनुहुन्छ हुन त म अहिले 55 वर्षको पेड भयो यता आउनुहोस् ल मैले यता आउनु त यहाँनिर भन्नु त अब
हामी सोध्छ तपाईँले भन्नु ल सोध्नु सकिन्छ तपाईँले यहाँनिर बस्नु हजुर मिल्छ 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 जहाँ बगैँचामा गएर बसे पनि छ बगैँचामा हुन्छ सर ब्याकग्राउन्डमा माउरी हुन्छ सर हुन्छ नमस्कार ल सोध्नुहोस् प्रश्न तपाईँको परिचय मेरो नाम वासुदेव सिलवाल सिद्धलेक 1 नलाङ तपाईँले कहिलेदेखि यो मौरी पालन सुरु गर्नुभयो मैले यो करिब करिब विगत 17 वर्ष 18 वर्ष पुरा भयो मौरी पाल्ने सिलसिलामा मलाई यो मौरी पाल्ने प्रेरणा चाहिँ पहिल्यैदेखि नै म अलिकति चकचके स्वभावको मान्छे जङ्गलको टोटकातिर मौरी हुँदाखेरि पनि जाने झिक्नी खाने हुन्थ्यो यो घरको यो माथि पुरानो घरको चिमको झ्यालमा आएर मौरी बजाखेरि दिनको एउटा टुक्रा झिकेर खाँदाखेरि मौरी नै भाएर गएको र पछि अलिकति आफ्नो व्यवहारिक भइसकेपछि मौरी पाल्ने चाहना हुँदाखेरि एक गोला मौरी मेरो यहाँ हजुरबाले चाहिँ मलाई ल्याइदिनु भएको थियो त्यतिखेर घार गोला सहित मलाई 5000मा ल्याइदिनु भएको थियो र 2 वर्ष मौरी पाल्ने सिलसिलामा 1 चम्चा म पनि खान सकिनँ जबकि त्यसको अज्ञानताको कारणले गर्दाखेरि यथावत मौरी भइरह्यो 1 चम्चा म पनि निकाल्न सकिनँ जबकि मलाई मेरा श्रद्धेय गुरु केशव अर्यालले यो ठाउँमा पुर्याउनु भएको हो यो मौरी व्यवसायमा चाहिँ मलाई उहाँको नाम लिएपछि मेरो आँखाबाट आँसु आउँछ मेरा जीवनकालमा 3टा गुरु हुन्छ एउटा मलाई सञ्जयको मन्त्र सिनाउने गुरु मेरो बुवा एउटा मलाई शिक्षाको हुन त एसएलसी पास हुँदा माथि गर्न सकेको छैन मैले शिक्षाको पङ्क्तिमा डोर्याउने श्रद्धेय गुरु जगन्नाथ तिमल सिन्हा हजुरहरूले चिन्नुहुन्छ अर्को मलाई मौरी व्यवसायमा यो ठाउँ पुर्याउने मेरो श्रद्धेय गुरु केशव तिमल सिन्हा है उहाँको 3 दिनको ट्रेनिङ लिइसकेपछि यही गोला मौरीबाट चाहिँ मैले वृद्धि विकास गर्दै जाँदाखेरि मसँग करिब करिब 63 गोला मौरी भए 72 सालमा आइपुग्दाखेरि 72 सालको भूकम्प गइसकेपछि यो घर बनाएँ मैले यो घर बनाएर यो घरको छतमा मैले मौरी राख्दाखेरि भोलि मौरी मैले अर्को ठाउँमा वितरण गर्न पर्ने मौरी आजै तपाईँको 20 परेर चरणमा 20 परेर चाहिँ 63 गोला मौरी नष्ट भइसकेपछि मैले मौरी पालन व्यवसाय चाहिँ अब गर्न नहुने रहेछ भन्ने कुरा मलाई फिल भयो जबकि 63 गोला मौरी भनेको एक घारमा 10 फ्रेम हुन्छ 10 फ्रेम मौरी एक फ्रेमलाई 1000मा बेच्दाखेरि एक गोला मौरीलाई 10,000मा बेचिन्थ्यो 63 10 कति हुन्छ घारको कुरा मूल्य पर जाओस् होइन त्यसरी बेच्ने नष्ट भइसकेपछि मैले ट्रेनिङ मात्रै चलाउन थालेँ र फेरि ट्रेनिङ चलाउँदाखेरि मेरा चेलाहरूले त सर तपाईँसँग मौरी छ कि लौ न भन्छन् भएन भनेर फेरि यसलाई लगानी गर्नुपर्छ भने यसमा लगानी गरेर मसँग करिब करिब अहिले 140 भन्दा माथि मौरी छन् र वर्षको सरदर मौरी पालन व्यवसायबाट मात्रै नभएर अन्य व्यवसायबाट पनि मैले आम्दानीका स्रोतहरू बनाएको छु र मौरी पालन व्यवसायबाट पनि सरदर वर्षको मलाई 5-6 लाख रुपियाँमा चाहिँ मलाई श्रद्धेय गुरु केशव अर्यालले चाहिँ आउने वातावरण मन्त्र सिकाइदिनु भएको छ र त्यो ठाउँमा म पुगेको छु अरू के खेती गर्नुभएको छ मसँग अहिले 42 भेराइटीका फलफुलहरू छ मिश्रित रूपको बगैँचामा त्यसमा सागर सबबाट लिएर गएर अगरुट जस्ता अमूल्य वनस्पति रक्तचन्दन श्रीखण्ड लगायत विभिन्न प्रजातिका वनस्पतिहरू मका छन् र म पहिलेदेखि कृषिमा चाहिँ अलिकति इन्भल्भ राख्ने मान्छे हो र अहिले भएको मेरो करिब यो मेरो घरको पेरिफेरी भएको 12 रोपनी समथिङको बगैँचामा अहिले टार्गेट पोइन्ट भनेको कफी नै छ मेरो होइन मिश्रित त अरू पनि छन् तर सपोर्टिङ अब ब्याक सपोर्ट अब कफीलाई पनि छहारी चाहिने भएको कारणले गर्दाखेरि लिची छ आँप छ कागती छ सुन्तला छ नासपाती छ स्याउ छ यस्तै मिश्रित प्रजातिका वनस्पतिहरू पनि छन् र बगैँचामा गएर हेर्नु छ अबको लक्ष्य भन्ने कुरो यो मेरो बगैँचालाई चाहिँ पर्यटकहरू आएर चाहिँ कृषिका पर्यटकहरू आएर भिजिटर गर्न सक्ने बनाउन सक्छु कि भन्ने एउटा लक्ष्य लिएर अघि बढेको छु र विगतका दिनमा पनि हाम्रा धादिङका 1 नम्बर क्षेत्रका कृषक भ्रमणहरू आएर यो ठाउँमा भिजिटर गरेर जानुभएको छ त्यसमा म खुसी छु र मेरो एउटा भनाइ चाहिँ के छ भने गरे यो माटोमा सुन फल्छ भन्ने चाहिँ मलाई पूर्ण विश्वास छ हाम्रा अब युवा पिँढीहरू त अहिले कृषिमा नलागाएर खालि विदेश पलायन हुने प्रवृत्ति मात्रै छ तर विदेश पलायन गरेर 2-2.5 लाख 3 लाख रुपियाँमा खर्च गरेर विदेश गएर कमाउने त्यही 50,000 हो त्यहाँभन्दा बढी कमाउन सक्दैन बालबच्चा एकतिर आफ्नो दुःख एकतिर म पनि एकचोटि विदेश गएर आएको मान्छे हो कति पीडा हुन्छ भन्ने कुरा मलाई थाहा छ तर गर्दाखेरि नेपाली माटोमा सुन उब्जिन्छ भन्ने मलाई चाहिँ पूर्ण विश्वास छ यो मौरी पालनको चुनौती चाहिँ के रहेछ यसको चुनौती त सर 1 नम्बरमा भन्नुपर्दाखेरि विषादी
विषादी न्यूनीकरण गर्न पर्यो, 20-20 भन्ने कुरा जान्न पर्यो र विषादी प्रयोग पनि गर्नुपर्छ, तर सही समयमा र सही टाइममा त्यसको प्रयोग गर्यो भने मौरीलाई त्यति समस्या पर्दैन। तर हामी अन्नधुन्न तरिकाले चाहिँ तपाईँको दिउँसो घाम चर्कामा चाहिँ विष प्रयोग गर्ने कारणले गर्दाखेरि सबभन्दा दुःखको कुरो चाहिँ यही नै छ, विष। तपाईँले जुन नयाँ ढङ्गले व्यवसाय गरिरहनु भएको छ, स्थानीय सरकारको चाहिँ कतिको सहयोग छ? छैन। मौरी पालन व्यवसायमा जिरो छ। मैले यो कफी बगैँचा सञ्चालन गरिसकेपछि गाउँपालिकाको जनप्रतिनिधि के परशुराम खतिवडा र कृषि शाखा अधिकृत सुदीप रेग्मी सर, पहिला कमल जोशी हुनुहुन्थ्यो, सुदीप रेग्मी सरलाई तपाईँहरू दुईजना चाहिँ जनप्रतिनिधि पनि र कृषिका प्राविधिक पनि मेरो फिल्डमा चाहिँ एकचोटि आएर भ्रमण अवलोकन गरिदिनुहोस् र समस्या मैले कृषिका प्राविधिकसँग फेस गर्न सक्छु, समाधानको उपाय जनप्रतिनिधिले चाहिँ मलाई अवगत गराइदिनु होला भन्दाखेरि उहाँलाई धेरै रिक्वेस्ट गर्दाखेरि उहाँहरू आउनु भएन। म आफ्नो एकल सङ्घर्षले हो। तर अहिले मेरो परिवार सिद्धालयमा हेर्न चाहिँ कफीको बगैँचा र मौरीको बगैँचा चाहिँ सायद अन्त छैन होला यतिको। कति लगानी गर्नुभयो यतिसम्म अहिलेसम्मको हिसाब किताब गर्दाखेरि मेरो मौरीमा त करिब 10 लाख जति लगानी छ मेरो मौरीमा। अब अन्य बगैँचामा त सर बिरुवा जहाँ गए पनि नयाँ बिरुवा देख्न साथ लिएर आउँछु, 2टा 4टा 5वटा बोट ल्याउँछु, लगाउँछु, अनि फेरि बगैँचा भर्दै जान्छु। समष्टमा भन्न पर्दाखेरि अहिलेको परिवेशमा होला मेरो बगैँचामा पनि 10-11 लाखको लगानी चाहिँ वनस्पति बिरुवाहरूमा होला, मौरी बाहेक। तपाईँले मौरी पनि बेच्नुहुन्छ, मह पनि बेच्नुहुन्छ? म मौरी पनि बेच्छु, मौरीको घार पनि बेच्छु, मह पनि बेच्छु, ट्रेनिङ पनि दिन्छु। कति पर्छ यो एउटा घारको? एक गोला मौरीको तपाईँको हुन त घार विभिन्न गुणस्तरहीन घारहरू 3000 मा पनि पाइन्छन्। गुणस्तरयुक्त घार हाम्रो न्युटन बी साइजको चाहिँ घार तपाईँहरूले लिन चाहनुभयो भने 4500देखि 5000सम्म टुनीको घार पर्छ। न्युटन बी मापदण्डको घार देखासिखी गरेर नक्कल गरेर घारहरू त सस्तोमा पाइलान्। एक फ्रेम मौरीको तपाईँको 1000 देखि 1200 मा हामीले बेच्छौँ र कृषकलाई दिँदाखेरि नयाँ किसानलाई 4 फ्रेम मौरी र एउटा रानो 4 फ्रेम मौरी पनि त्यो छाउरा कक्षको फ्रेम चाहिँ तल्लो लेयरको तार ढाकेको चाका सहित 4 फ्रेम मौरी रानो हालेर र नयाँ घारमा दिँदाखेरि 31को घार र 4 फ्रेम मौरी दिँदाखेरि तपाईँ हामी 9000 लिन्छौँ। टुनीकै घार र 4 फ्रेम मौरी दिँदाखेरि 10000 लिन्छौँ। 10 फ्रेम मौरी र टुनी घार दिँदाखेरि हामीले 17000 रुपियाँमा दिन्छौँ। यो जिल्ला सरकारी दर रेटकै हिसाब किताबले हामीले कारोबार गर्छौँ र बाहिरबाट आयात पनि गरिन्छ। करिब वर्षको चाहिँ 1500 गोला मौरी म खरिद बिक्री गर्छु र घार पनि म आफ्नो उत्पादन नहुँदाखेरि पनि बाहिरबाट आयात गरेर ल्याएर कृषकहरूको कहीँ आवश्यक परेको ठाउँमा बिक्री वितरण पनि गर्छु। कहीँ अब अहिलेसम्म टेन्डरमा त हालिएको छैन, आवश्यक परेमा भोलिको दिनमा समय अनुकूल मिले त त्यो पनि काम गरौँला। मौरीको चरणको चाहिँ कतिको समस्या छ? मौरीको चरण अहिलेको परिवेशमा त्यति छैन सर। विषादी प्रयोग गरेन भने त्यो चरणको त्यति समस्या छैन। विषादी प्रयोग गर्दै भने त तस नस नै छ यो व्यवसाय। विषादी प्रयोग भने कस्तो हो? यो तपाईँको जस्तो तोरीमा चाहिँ लाई लायो भने विष हालिदिने, बन्दाकोपीमा लाई लायो भने विष हालिदिने होइन, अनि गएर सिमीमा लाई लायो भने विष हालिदिने। अनि यिनीहरू त पुष्परस पराग त नि पोलन लिनको लागि तिनीहरू वनस्पतिमा जाने भए, त्यस कारणले त्यहाँ विष हालिदिएपछि विष भएको पुष्परस लिएर आएको मौरी गोलाभित्र प्रवेश गरेको गोलै विषादी युक्त बनाउँछ। अनि त्यस कारणले जर्मिनेसन त ठ्याक्कै जिरे हुन्छ। त्यसको लागि के गर्दै हुन्थ्यो जस्तो लाग्छ? होइन, स्थानीय सरकारले ठ्याक्कै विषादी निषेधित क्षेत्र नै घोषणा गर्दैदेखि चाहिँ म चाहिँ अति खुसी हुन्थेँ। विषलाई विष नै भन्ने कुरा सिक्न पर्यो। विषलाई औषधि, औषधिलाई ओहती भन्न चाहिँ भएन। विषलाई विष, औषधिलाई ओहती भन्न चाहिँ सिक्न पर्यो भन्ने मेरो सोच हो। र यसरी चाहिँ तपाईँको चाहिँ मौरी पालन व्यवसाय लगायत कफी खेती गर्दाखेरि चाहिँ रासायनिक मललाई पनि ठ्याक्कै वञ्चित गर्नलाई चाहिँ ठ्याक्कै यसले बाटो देखाउँदो रहेछ भन्ने कुरा चाहिँ मलाई अनुभव भयो। र रासायनिक मल पनि हाम्रो मानव स्वास्थ्यको लागि चाहिँ उपयुक्त जस्तो चाहिँ मलाई लाग्दैन। जस्तो यो विष प्रयोग गर्ने समयमा चाहिँ यो कृत्रिम खाद्यान्न अघि बनाउने भन्नुभएको छ नि, कृत्रिम आहार, यो मात्रै बनाएर मौरीलाई भित्रै राख्न सक्ने त्यो पोसिबल हुँदैन सर। त्यो पोसिबल हुँदैन। किनभने चरममा गएको मौरी एउटा न एउटा निक्लेर त गइरहेको हुन्छ। त्यसले पुष्परस लिएर आउँछ, ल्याइसकेपछि विषग्रस्त क्षेत्रको पुष्परस ल्याएर गोलै विषयुक्त हुन्छ। त्यो पुष्परस एउटाले ल्याएर राख्छ, अर्कोले तान्छ, अर्कोले फिल्टर गर्छ, अर्कोले तान्छ, अर्कोले फिल्टर गर्छ। त्यहाँ सबै रातैभरि काम गरिरहेको हुन्छ तिनीहरूले। त्यस कारणले सबै रोगी बन्न जान्छ क्या।
उनीहरूले त 80% पानीको मात्रा भएकोलाई त 80% महको मात्रामा ल्याएर प्रशोधन गर्छन्। त्यो कारणले गर्दा सबै विषयुक्त यो हुन्छ। कृत्रिम आहारा तपाईँले त बनाइरहनु भएको छ, अरू किसानले पनि यो आहारा बनाउन सक्छ कि सक्दैन? सक्छ। यसमा के प्रयोग गरे हुन्छ? यसमा यसलाई कृत्रिम कसरी आहार बनाउने? अलिकति कस्टली र झन्झटिलो चाहिँ छ। सबभन्दा सजिलो चाहिँ कृत्रिम आहार बनाउनलाई चिनी चास्नी बनाएर दिने चलन छ होइन। त्योभन्दा पनि मेरो आफ्नो अनुभवमा र मैले गुरुबाट लिएको चाहिँ सल्लाह सुझाव अनुसार गुरु मन्त्र अनुसार आफैले कृत्रिम आहार बनाएर दियो भने सस्तो र अहिले कस्ट देखिन्छ, तर पछाडिका दिनमा हेर्दाखेरि चाहिँ सस्तो र सुलभ पर्न जाने भन्ने कुरा चाहिँ मलाई त्यो फिल भइरहेको छ। मानव स्वास्थ्यको लागि मानव स्वास्थ्यको लागि पनि फाइदा हुन्छ। के प्रयोग गरे हुन्छ? यसको विधि अलिकति कृत्रिम आहार बनाउनको लागि चाहिँ विधि त विभिन्न छ, तर मैले चाहिँ चना, भटमास, ल्याक्टोजिन पाउडर, मह, चिनी यी सम्मिश्रण गरेर जति 1 केजी चिनी भए 1 केजी मह, 1 केजी भटमास, 1 केजी चना, भुटेको भटमास र चना है, अनि पिसेर भुस फ्याँकेर तिनीहरूलाई सम्मिश्रण गरेर बनाएको कृत्रिम आहार हो त्यो। अनि कतिपयले त अन्डा पनि राखेर बनाउने चलन छ, कुखुराको पहेँलो अन्डा। त्योभन्दा पनि हाम्रै गाउँघरमा भएका चिजलाई साधन स्रोतलाई प्रयोग गर्दाखेरि नै हुन्छ भनेर चाहिँ मैले त्यो हिसाबले मैले खाना पनि एकदम परीक्षण हो पहिलो, यो खाना पनि एकदम राम्रो खाइरहेछ, म सन्तुष्टि छु यसमा। होइन, मेरो अब तपाईँको वेबसाइट त मैले बनाएको छैन। मेरो सम्पर्क नम्बर वासुदेव सिलवाल, पहिला सिलवाल मौरी पालन केन्द्रको नाममा मैले यो फर्म सञ्चालन गरेको थिएँ। अहिले मेरो क्षेत्र विस्तार भएको कारणखेरि सिलवाल मौरी पालन केन्द्र पशु पंक्षी सिलवाल मौरी पालन के अरे सर अस्ति मैले बनाएको थिएँ सिलवाल मौरी पालन तथा पशुपक्षी सिलवाल मौरी पालन तथा पशु पंक्षी फर्म नाम चेन्ज गरेर चाहिँ अस्ति संशोधन गरेर आएको छु। उहाँहरूले यो फर्मको लोगो पनि मैले अब मेरो फेसबुकमा राख्छु, उहाँहरूले त्यसबाट पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो सम्पर्क नम्बर 9849 86 21 43 सिद्धले 1 नलाङ पिपल नलाङ मा आएर चाहिँ भेट्न सक्नुहुन्छ। सम्पर्क गर्न सक्नुहुन्छ। जुनसुकै बेला पनि किसानको जिज्ञासा मेटेर मैले सिकेको सिप हर टाइम, हर प्रयास, हर समयमा दिने प्रयत्न म गर्दछु र गरिराखेको पनि छु। र कसैको मौरीमा समस्या पऱ्यो ल तपाईँ आइदिनु पऱ्यो भनेर भन्नुभयो भने त्यहाँ गएर समस्या समाधान गर्ने काम पनि गरिरहेको छु र गर्ने पनि छु। यो वचनबद्धता व्यक्त गर्न चाहन्छु।